सबैजनालाई ट्रु लर्निङ च्यानलमा वेलकम छ। म चाहिँ आज टप 10 चिप प्राइभेट कलेज इन नेपालको बारेमा कुरा गर्छु। नेपालको सस्तो कलेजहरू जहाँ चाहिँ गुड क्वालिटी एजुकेसन पनि छ है, त्यस्तो कलेजहरूको चाहिँ म आज कुरा गर्छु टप 10 है त। यहाँ देखिहाल्नु भएको छ है, टप 10 चिप प्राइभेट कलेज इन नेपाल भनेर लेखेको छ। अब हामी नम्बर 10 मा कुन कलेज छ त हेर्छौँ हैन। नम्बर 10 मा छ ट्रिनिटी इन्टरनेसनल कलेज। यो कलेजमा चाहिँ तपाईले नाम निकाल्नु भयो भने चाहिँ यहाँको फी चाहिँ एफोर्डेबल नै छ है, अनि यसमा गुड क्वालिटी एजुकेसन पनि छ। त्यही भएर चाहिँ यो ट्रिनिटी कलेजलाई चाहिँ हामीले नम्बर 10 मा राख्यौँ हैन। अब अर्को नम्बर 9 मा हेर्नुहुन्छ भने चाहिँ काठमाडौँ मोडल कलेज केएमसी पनि एउटा चलेको कलेज हो, जुनमा तपाईहरुले इन्ट्रान्स दिएर नाम निकाल्नुहुन्छ भने चाहिँ यहाँको फी ठिकै छ हैन। फी चाहिँ मिडियम लेभलको फी छ र यसमा गुड क्वालिटी एजुकेसन पनि भएको हुँदा चाहिँ हामीले यसलाई चाहिँ नम्बर 9 मा राखेको छौँ। अब नम्बर 8 को कुरा गर्नुहुन्छ भने चाहिँ नम्बर 8 मा छ युनिग्लोब सेकेन्डरी स्कुल छ नम्बर 8 मा। यसमा पनि एजुकेसन पनि राम्रो छ, यसको क्वालिटी अफ एजुकेसन पनि यसको राम्रो छ। अब अर्को नम्बर 7 को कुरा गर्नुहुन्छ भने नम्बर 7 मा छ ग्लोबल कलेज अफ म्यानेजमेन्ट। यो चाहिँ म्यानेजमेन्टको लागि चाहिँ धेरै राम्रो छ हैन, म्यानेजमेन्टको लागि चाहिँ धेरै राम्रो छ। यहाँ इन्ट्रान्स कम्पिटिसन पनि राम्रै हुन्छ। यहाँ इन्ट्रान्समा तपाईले नाम निकाल्नु भयो भने चाहिँ गुड एजुकेसन प्लस तपाईहरुले चाहिँ कम फी, चिप फीमा चाहिँ तपाईहरुले यसमा स्टडी गर्न सक्नुहुन्छ है त। अब नम्बर 6 मा रहेको छ द टाइम्स इन्टरनेसनल कलेज। द टाइम्स इन्टरनेसनल कलेज नम्बर 6 मा रहेको छ। यो पनि राम्रो छ, फी पनि एफोर्डेबल नै छ। अब अर्को कुरा गर्नुहुन्छ भने चाहिँ नम्बर 5 मा छ जेभियर्स इन्टरनेसनल कलेज। अनि अर्को नम्बर 4 को कुरा गर्नुहुन्छ भने नम्बर 4 मा छ काठमाडौँ बर्नहार्ड कलेज नम्बर 4 मा छ। र अब नम्बर 3 मा छ एनसीसी कलेज। नम्बर 3 मा चाहिँ एनसीसी कलेज छ। यो पनि नाम चलेको कलेज हो र यो चाहिँ फी पनि सस्तो राम्रो छ है। अब अर्को नम्बर 2 को कुरा गर्नुहुन्छ भने चाहिँ नम्बर 2 मा चाहिँ छ नोबल एकेडेमी। अब फाइनली नम्बर 1 मा चाहिँ छ प्रिसियस नेसनल कलेज चाहिँ नम्बर 1 मा छ है। प्रिसियस नेसनल कलेज चाहिँ नम्बर 1 मा छ। यो पनि राम्रो कलेज हो, फी पनि यो चाहिँ सस्तो छ, यसमा फी पनि तपाईहरुले यति कलेजहरु चाहिँ तपाईहरुले अब राम्रो एजुकेसन र फी पनि अलिकति कम एफोर्डेबल फी चाहिएको छ भने चाहिँ यो 10 वटा कलेज चाहिँ तपाईहरुले भिजिट गर्न सक्नुहुन्छ है त।